नमस्कार, टुडे न्यूजमा स्वागत छ। म एन्जल। सुरु गरौँ प्रभु ब्याङ्कबाट 10 लाख गायब भएको प्रसङ्गबाट। महोत्तरी जलेश्वर नगरपालिका 10 का श्रवणलाल दासको खाताबाट फर्सी खातामा 10 लाख रकम ट्रान्सफर भएको पाइएको छ। फोन पेबाट खाता धनीलाई जानकारी नहुँदै 10,30,540 रुपियाँ ट्रान्सफर भएको छ। प्रभु ब्याङ्कको जलेश्वर शाखामा दासको खाता छ। उनको खाताबाट 4 पटकमा ज्योति विकास ब्याङ्क रामगोपालपुर शाखामा मुकेश यादव नामको खातामा ट्रान्सफर भएको देखिन्छ। दासको नाममा रहेको प्रभु ब्याङ्कको खाता नम्बरबाट ज्योति विकास ब्याङ्कमा मुकेश यादवको नाममा रहेको खाता नम्बरमा रकम गएको छ। पहिलो पटक गत वैशाख 28 गते 3,10,000 रुपियाँ ट्रान्सफर भएको छ। त्यसपछि एक दिन बिराएर थप 2 पटक त्यति नै पैसा ट्रान्सफर भएको छ। अन्तिम पटकमा मात्र 1,30,510 रुपियाँ ट्रान्सफर गरिएको छ। अहिले दासको खातामा 0 पैसा छ। उनले घर प्लास्टरको लागि गत जेठ 16 गते पैसा निकाल्न जाँदा खातामा पैसा नरहेको जानकारी पाएका थिए। मैले कमाएको पैसा पटक पटक ब्याङ्कमा राखेको थिएँ। घर प्लास्टरको लागि पैसा निकाल्न जाँदा ब्याङ्कको कर्मचारीले पैसा नरहेको बताए। उनले भने, म आश्चर्यमा परे। दासले मोबाइल ब्याङ्किङ बारे आफू अनभिज्ञ रहेको बताए। सुरुवातमा पनि ब्याङ्कै कर्मचारीले ओटिपी अरू चाहिने सामानहरू भरेर दिएको उनको भनाइ छ। ब्याङ्ककै मिलेमतोमा खाताबाट फर्जी खातामा पैसा ट्रान्सफर भएको उनको आरोप छ। प्रभु ब्याङ्क जलेश्वरका प्रमुख मुकेश जसवालले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए। उनले ओटिपी सेयर भएको कारण घटना भएको हुन सक्ने अनुमान गरे। मोबाइल ब्याङ्किङबाट ट्रान्सफर भएको देखिन्छ, जुन कुरा बिना ओटिपी सम्भव छैन। उनले भने, ओटिपी त खाता धनी र उनको निकटलाई मात्रै थाहा हुन्छ। त्यसकारण हामीले खाता धनीकै सहमतिमा अरू खातामा गएको हुन सक्ने भन्दैछौँ। तर प्रहरीले अनुसन्धान गरिरहेको र दोषी छिटै बाहिर आउने उनले बताए। महोत्तरीका प्रहरी नायब उपरीक्षक दिलीप कुमार गिरीले अनुसन्धान गरेको अन्तिम चरणमा रहेको बताए। उनका अनुसार मुकेश यादवको नागरिकता दुरुपयोग गरी खाता खोलिएको अहिलेसम्मको अनुसन्धानमा देखिएको छ। खातामा मुकेशको नागरिकता संलग्न देखिए पनि उक्त व्यक्तिको तस्बिर छैन। खातामा प्रयोग गरेको व्यक्तिको पहिचान भइसकेको छैन। हामीले कल डिटेल लिएर काम गर्दैछौँ। मुकेश यादवको पहिचान भइसकेको छ। उनले भने, तर जसको नागरिकता छ उसको तस्बिर मैले हस्ताक्षर पनि फरक छ। नागरिकता दुरुपयोग भएको देखिन्छ। मुकेश यादवले जिल्ला प्रशासन कार्यालयमा आफ्नो नागरिकता हराएको भन्दै प्रतिलिपि पनि लिएका छन्। ज्योति विकास ब्याङ्क रामगोपालपुर शाखाका प्रमुख रितेश कुमार मिश्रले घटनामा धेरै सस्पेन्स रहेको बताए। 3 महिना पहिले मात्रै यस ब्याङ्कमा मुकेश यादवले सबै प्रक्रिया पूरा गरी खाता खोलेको उनले बताए। उनले खाता खोल्न प्रयोग गरेको नागरिकताको फोटो र खातामा प्रयोग गरेको व्यक्ति ठिक रहेको दावी गरे। नागरिकताको आधारमा 3 पुस्ते विवरण लिएर खाता खोलिए पनि मुकेश यादवले अहिले लिएको नागरिकतामा फरक तस्बिर रहेको उनले बताए। खाता खोल्ने बेला नागरिकता र खाताको फोटोकपी मिलेको छ। नागरिकताको प्रथम प्रतिलिपि निकालेको छ। त्यसमा उनको फोटो खातासँग मैले खाँदैन। उनले भने, अरू 3 पुस्ते विवरण पनि ठिक छ। ज्योति विकास ब्याङ्कमा खाता खोल्न जाँदा उक्त व्यक्तिले मास्क लगाएका थिए। त्यसपछि 4 पटक पैसा झिक्न जाँदा पनि उनले अनुहारमा मास्क रहेको सीसीटीभीमा देखिन्छ। जनता समाजवादी पार्टी जसपाका केन्द्रीय सदस्य एवं पूर्व सांसद हरिनारायण रौनियारलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। पप्पू कन्स्ट्रक्सन सञ्चालक समेत रहेका रौनियारलाई प्रहरीले काठमाडौँको नयाँ बानेश्वरबाट पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले उनलाई पक्राउ गरेको एआइजी श्याम ग्वालीले जनाएका छन्। ठगी मुद्दामा सांसद रौनियारलाई पक्राउ गरेको एआइजी ग्वालीले बताए। जिल्ला प्रहरी कार्यालय बाँकेको अनुरोधमा रौनियारले पक्राउ गरिएको छ। उनले भने, रौनियारमाथि बाँकेमा ठगी मुद्दा दर्ता रहेको छ। रौनियारका छोरा सुमित रौनियार विरुद्ध जिल्ला अदालत बाँकेले गत वैशाख 10 गते पक्राउ गर्न प्रहरीलाई आदेश जारी गरेको थियो। छोरा सुमित रौनियार प्रहरीको पहुँचभन्दा पर रहेका छन्। पप्पू कन्स्ट्रक्सनको कागजी सञ्चालक सुमित रौनियार नै रहेका छन्। पक्राउ परेको रौनियारलाई थप अनुसन्धानका लागि शनिबार बाँके पठाइने प्रहरीले जनाएको छ। लुकीछिपी रहेका रौनियार जसपाको बिहिबार सम्पन्न विधान अधिवेशनमा सहभागी हुन काठमाडौँ पुगेका थिए। रौनियार सञ्चालक रहेका पप्पू कन्स्ट्रक्सनले ठेक्का लिएका अधिकांश पुलको निर्माणमा अलपत्र परेको छ। वर्षौंदेखि निर्माण अधुरा छाडेका पुलहरूको कारण हरेक वर्ष बाढीको समयमा जनधनको ठूलो क्षति हुने गरेको छ। गणतन्त्र नेपालको पहिलो आम निर्वाचनमा जसपाको टिकटबाट पर्सा जिल्लाको
निर्वाचन क्षेत्र नम्बर 3बाट निर्वाचित भएका रौनियार अक्सिया दुरुपयोग आयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी निलम्बित भएका थिए। रौनियारले अलपत्र छाडेका पुलहरू निर्माण गर्न सरकारले अनेक दबाब दिए पनि हालसम्म त्यो हुन सकेको छैन। रौनियारले विगतमा दिएको चेकको रकम भुक्तानी समेत नगरेकाले उनीमाथि थप मुद्दाहरू पनि सम्भावना रहेको बताइन्छ। रौनियार अख्तियारको मुद्दामा पक्राउ भने परेका थिएनन्। ठगी मुद्दा दर्ता भएपछि पक्राउ परेका रौनियारका लागि चाँडै उन्मुक्ति पाउने सम्भावना कम रहेको बताइन्छ। रौनियारको पप्पू कन्स्ट्रक्सन कम्पनीलाई सरकारले कालो सूचीमा राखेको छ। एमालेको अवरोधका कारण धनुषाको मिथिला नगरपालिकाको नगरसभा अनिश्चित हुन पुगेको जनाइएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण नगरसभा बस्न नसकेको नगर प्रमुख महेन्द्र महतोले जनाएका छन्। स्थानीय तहले असार 10 गतेभित्र बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था भए पनि नगरको नीति तथा कार्यक्रम र बजेट ल्याउने समय 5 दिन बितिसकेको छ। मिथिला नगरपालिकामा एमालेको बहुमत छ। मिथिलाको 21 सदस्य कार्यपालिकामा एमालेको सबैभन्दा बढी उपप्रमुख सहित 10 जना नगरसभा सदस्य छन् भने नेपाली काङ्ग्रेसको नगर प्रमुख सहित 5 जना नगरसभा सदस्य रहेका छन्। नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटका विषयमा विवादका कारण नगरसभा सम्पन्न हुन सकेको छैन। नगरसभाको तयारीका लागि बसेको कार्यपालिकाको बैठकमा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीका जनप्रतिनिधि सहभागी भए पनि हस्ताक्षर नगरी बैठक छोडेर गएपछि नगरसभा नै बस्न सकेनन्। नीति तथा कार्यक्रम कार्यपालिकाबाट पास गराउन गत जेठ 17 गते र असार 3 गते बैठक डाकिएको थियो, तर त्यसमा यी दुई दलका जनप्रतिनिधि सहभागी नै नभएको नगर प्रमुख महतोको भनाइ छ। नगर प्रमुखको बैठक डाकेर सबै जनप्रतिनिधिलाई छलफलमा बोलाउने प्रयास विफल भएपछि अन्तत फेरि गत 12 गते बैठक डाकियो, तर एमालेको अवरोध कायमै रह्यो। मिथिला नगरपालिकाको प्रमुख महतोले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको आन्तरिक विवादका कारण बजेट प्रभावित भएको बताए। पटक पटक नगरसभा गर्ने प्रयास गरे पनि असफल भएको उनको गुनासो छ। उनले भने 3 पटक नगरसभा गर्ने विषयमा कार्यपालिकाको बैठक आह्वान गर्यो, तर 3 पटक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू असहयोग गरे। केन्द्रमा नेकपा एकीकृत समाजवादी सत्तारूढ गठबन्धनमा सहभागी छ, तर हाम्रो नगरपालिकामा कस्तो विडम्बना छ, त्यो दललाई एमालेले काखी च्यापेर अगाडि बढिरहेको छ। मिथिला नगरपालिका 3 मा रहेका नगर स्तरीय योजनाबाट सडक ढलानका लागि 20 लाखको बजेट छुट्याएको थियो, जुन योजना वडाध्यक्षलाई जिम्मा लगाउन उपप्रमुख सुनिता सिंह बुढाथोकीले अडान लिँदै विवाद सिर्जना गरेको नगर प्रमुख महतोले आरोप लगाए। जबकि गत आर्थिक वर्षमा मिथिला नगरपालिकामा रहेको 11वटै वडालाई समान रूपले 1 करोड 10 लाख बजेट वडाध्यक्षहरूलाई उपलब्ध गराइएको थियो। यसअघि एमालेले नगर प्रमुख हुँदा पनि यति बजेट नदिने गरेको दाबी गर्दै नगर प्रमुख महतोले बजेट पर्याप्त मात्रामा उपलब्ध गराउन आफू तयार भए पनि एमाले अवरोधको तुक आफू बुझ्न सकिरहेको छैन बताए। यता मिथिला नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष वीरेन्द्र महतोले नगर प्रमुखले नीति तथा कार्यक्रम पास गराउने वातावरण नै बनाउन नसकेपछि बजेट अझैसम्म आउन नसकेको आरोप लगाए। उनले आफूहरूको माग नीति तथा कार्यक्रम पारदर्शी रूपमा तयार नपारिएसम्म एमालेका कुनै पनि जनप्रतिनिधि छलफल सहभागीसम्म नहुने स्पष्ट गरे। मिथिला नगरपालिकाले आर्थिक वर्ष 2080-81 का लागि झण्डै 80 करोड बराबरको बजेट ल्याउने लक्ष्य लिएको छ। यद्यपि समयमै नगरसभा हुन नसकेकोले त्यसमा केही कमी आउने नगरपालिकाले जनाएको छ। हुन त सङ्घ सरकारले 20% कटौती गरेर बजेटको सिलिङ पठाएको छ। रौतहटमा ब्याङ्क खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा 7 जनालाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको चन्द्रपुर 4 स्थित माछापुष्टे ब्याङ्क चन्द्रनिगापुर शाखाको खाताबाट सेवाग्राहीको रकम चोरी गरेको आरोपमा उनीहरूको पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका 16 नगवाका 21 वर्षीय राजनारायण चौरसिया, वडा नम्बर 19 स्थित उनी पिण्डवासिनीका 21 वर्षीय मोहम्मद मुस्तफा हवारी, दोलखा बदेश्वर गाउँपालिका 5 सिनबारी टोलका 29 वर्षीय सुन्दर खड्का, काभ्रे पलाञ्चोक भुम्लु
यो गाउँपालिका 9 पिगोलाका 19 वर्षीय महेश थापा, उदयपुर रौतामाई गाउँपालिका 2 भट्टराईका 20 वर्षीय केवल राजकोटी, सिराहा मिर्चैया नगरपालिका 8 भगवानपुरका 19 वर्षीय दिपेश सदा र 23 वर्षीय श्रवण दास रहेको इलाका प्रहरी चन्द्र निगापुरले जनाएको छ। उनीहरूले वृन्दावन नगरपालिका 3 का रामेश्वर राई यादवको खाताबाट गत जेठ 5 गते गैर कानुनी ढङ्गले 9 लाख ट्रान्सफर गरेका थिए। यादवको माछापुच्छ्रे ब्याङ्कको खाता नम्बरमा रहेको 9 लाख रकम जेठ 5, 6 र 7 गते दैनिक 3 लाखका दरले अन्य ब्याङ्कको खातामा र खल्ती सेवामा अनाधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले पीडित व्यक्तिको ब्याङ्क खातामा पहुँच पुर्याएर विभिन्न व्यक्तिको खातामा अनाधिकृत रूपमा रकम ट्रान्सफर गरेको इलाका प्रहरी चन्द्र निगापुरका प्रमुख डीएसपी 1 नारायण कोइरालाले जानकारी दिए। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हस्त टुडे न्युजमा अहिलेको लागि यति नै। फेरि अर्को समाचार लिएर पुनः उपस्थित हुनेछौँ। हेर्दै गर्नुहोस् टिभी टुडे जनकपुर। नमस्कार।